जनकपुरधाम स्थित मुरलीश्वर विद्यापति चौकमा आयोजित विद्यापति स्मृति पर्व 2082 भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा साहित्य र सांस्कृतिक गतिविधिहरूको विविधता देख्न पाइयो, जहाँ आम जनता, विद्यार्थी र साहित्य प्रेमीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। समारोहमा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुर प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो भने मध्य प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनाल विशेष अतिथिको रूपमा सहभागी हुनुभयो। कार्यक्रमको उद्घाटन समारोहपछि अतिथिहरूले विद्यापतिको जीवन, काव्य र साहित्यिक योगदानको महत्त्वबारे मन्तव्य व्यक्त गर्नुभयो। महन्त ठाकुरले विद्यापतिको योगदानलाई युवा पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए भने मुख्यमन्त्री सोनालले सांस्कृतिक संरक्षण र प्रवर्धनमा स्थानीय सरकार र समुदायको भूमिकालाई विशेष महत्त्व दिएको जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थी र स्थानीय कलाकारहरूले कविता पाठ, संगीत प्रस्तुति र लोकनृत्य मार्फत विद्यापतिको रचनाहरू प्रस्तुत गरे। प्रस्तुतिहरूले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो र समारोहलाई अझ आकर्षक बनायो। कार्यक्रममा सहभागी सबैले विद्यापतिको साहित्य र सांस्कृतिक योगदानको प्रशंसा गर्दै स्मृति पर्वको महत्त्वलाई स्मरण गरे। माधव की कहब सुंदरी रूपे